बच्चाहरू नमस्ते। आज स्कुल पछि हामी एउटा साँच्चै राम्रो र न्यानो कथा सुनौ न त। यो येशू ख्रीष्टले भन्नुभएको असल सामरीको दृष्टान्त भन्ने कथा हो। यो कथाले हामीले स्कुलमा साथीहरूसँग कसरी व्यवहार गर्नुपर्छ र कस्तो मन राख्नुपर्छ भन्ने कुरा सिकाउने एउटा धेरै महत्त्वपूर्ण दृष्टान्त हो। यो कुनै बोरिङ पुरानो कथा होइन, अहिले हामीलाई पनि बिल्कुल मिल्ने कथा हो। अब रमाइलो कथामा सँगै डुबुल्की मारौँ है। एउटा समयको कुरा हो, यरुसलेमबाट यरिहो भन्ने सहर जाँदै गरेको बाटोमा एकजना मानिस यात्रा गर्दै थिए। त्यो बाटो भनेको हाम्रो स्कुल जाने बाटो जस्तो सजिलो र सुरक्षित थिएन। यो सुनसान र डरलाग्दो बाटो भएकाले डाकाहरू प्राय देखा पर्थे र यो निकै खतरनाक बाटो थियो। र जस्तो कि डर थियो, त्यो मानिसले बाटोमा डाकाहरूलाई भेटे। डाकाहरूले उसलाई लगाएको लुगा सबै खोसे, उसँग भएको सबै चिज लुटे अनि उसलाई कुटेर झन्डै मर्ने लाग्ने बनाएर त्यत्तिकै छोडेर गए। यो बेचारा मानिस रक्तान्मे भएर बाटोको छेउमा लडिरहेको थियो। सिर्फ कल्पना गर्दा पनि कति डरलाग्दो कुरा हो यो। त्यही बेला एकजना पुरोहित त्यही बाटो हुँदै जाँदै थिए। पुरोहित भन्न साथ त पवित्र र असल काम गर्ने मान्छे जस्तो लाग्छ नि। लडेको मान्छेले देखेपछि उनले पक्कै मद्दत गर्लान् भन्ने सोचेको थिए। तर के भयो? पुरोहितले लडेको मान्छेलाई हेरे र त्यसलाई व्यवस्था गर्दै अर्को बाटो भएर छिट्टै हिँडेर गइदिए। अनि साँच्चै कति निराशाजनक कुरा हो। के उनी कुनै व्यस्त काममा थिए का? कि कतै फोहोर कुरा छोएर हुँदैन भन्ने धार्मिक कारण थियो कि? जे भए पनि जसलाई सहयोग चाहिएको थियो उसलाई व्यवस्था गरेर हिँडिदिए। केही समयपछि लेवी नाम गरेका अर्को धार्मिक अगुवा देखिए। उनी पनि पुरोहित जस्तै मन्दिरमा सेवा गर्ने महत्त्वपूर्ण व्यक्ति थिए। लेवीले पनि लडेको मान्छेलाई देखे। यो पटक त केही फरक होला कि भनेर आशा गरियो। तर लेवीले पनि लडेको मान्छेसँग नजिक नगई हेरेरै व्यवस्था गर्दै हिँडिदिए। अनि फेरि एकपटक निराशा। दुईजना नै त्यत्तिकै हिँडेर गए भन्ने कुरा। लडेको त्यो मान्छे कति एक्लो र डराएको होला। साँच्चीकै एक्लै छोडिनु त कति दुःखद कुरा हो। त्यसै बेला एउटा सामरी त्यो बाटो हुँदै आइपुग्यो। सुन्न, त्यो बेला यहुदी र सामरी बीच खासै राम्रो सम्बन्ध थिएन। जस्तै हाम्रो कक्षामा कुनै साथीसँग किन हो कुन्नी अलि असजिलो महसुस हुन्छ वा कहिलेकाहीँ झगडा गर्ने साथीहरू जस्तै हो। उनीहरू एकअर्कालाई व्यवस्था गर्थे र मन पराउँदैनथे। तर त्यो सामरीले लडिरहेको मान्छेलाई देख्दा उसको मनमा दया आयो रे। ऊ त्यत्तिकै नै हिँड्दै नजिकै गएर हेर्यो। रक्ताम्बे भएको मान्छेलाई देखेर पनि उसले फोहोर छ वा खतरनाक छ भनेर सोचेन, बरु जसरी भए पनि मद्दत गर्नुपर्छ भन्ने भावना मात्र भरिएको थियो। यो साँच्चै नै अद्भुत मन र। त्यो सामरीले आफ्नो झोलाबाट तेल र अङ्गुरको रक्सी निकाल्यो। तेलले घाउलाई नरम बनाउँछ र अङ्गुरको रक्सीले घाउलाई सफा गर्न प्रयोग गरिन्थ्यो रे। जस्तै हामी लड्यौँ भने शिक्षकले रातो औषधि लगाइदिनुहुन्छ, ठिक त्यसै गरी हो। सामरीले लडेको मान्छेको घाउमा औषधि लगाएर पट्टी बाँधिदियो र उसलाई आफ्नो गधामा चढाएर सराईमा लग्यो। सराईको मालिकलाई पैसा दिँदै भन्यो, यस मान्छेको राम्रो हेरचाह गर्नुहोस्। यदि अझै पैसा चाहियो भने म फर्केर आउँदा तिर्दिन्छु भनेर उसले भन्यो। वाह, साँच्चै कति अद्भुत होइन र? आफ्नो कुरा पनि होइन, तर यति धेरै मेहनत गरेर सहयोग गर्यो। येशूले यो कथा सुनाएपछि सोध्नुभयो, यी तीनजना मध्ये को डाकाबाट पीडितको छिमेकी भयो? यो प्रश्न सुनेका सबैले दयालु व्यवहार गर्ने व्यक्ति नै हो भनेर जवाफ दिए। येशूले अन्त्यमा यसरी भन्नुभयो, तिमीहरू पनि गएर यसै गरी गर। यो कुरा साँच्चै महत्त्वपूर्ण छ। येशूले हामीलाई पनि असल सामरी जस्तै व्यवहार गर्न सिकाउनु भएको। अब यो कथा हाम्रो विद्यालय जीवनसँग के सम्बन्ध छ त? एउटा उदाहरण दिउँ त। हाम्रो कक्षामा कुनै साथीले गृह कार्य गर्दा राम्रोसँग गर्न सकेको छैन र निराश भएको छ। मानौ गणितको समस्या धेरै गाह्रो भएर कुनै साथी रोएको जस्तो अनुहार बनाएको छ। त्यो बेला म के गर्नु पर्ला त? सिर्फ नदेखे चाहिँ गरेर आफ्नै गृह कार्यमा मात्र ध्यान दिउ त? कि साथीको नजिक गएर के भयो भनेर सोधौँ? मलाई थाहा भएको कुरा हो भने
मद्दत गर्छु भनेर सोधौं त। सद्गुणी सामरी जस्तै हामीले पनि त्यो साथीलाई पहिले हात बढाएर सहयोग गर्ने भावना राख्नुपर्छ। अर्को उदाहरण पनि दिउँ त। विरामको समयमा कुनै साथी एक्लै चुपचाप बसेको छ। कसैले पनि उसँग खेल्न नआएर ऊ एक्लो देखिन्छ भने मानौ। यो बेला हामीले ऊ किन एक्लै बसेको छ भनेर सोध्नुपर्छ। उसँग खेल्दा मलाई पनि रमाइलो नहोला भनेर सोचेर हामीले त्यत्तिकै व्यवस्था गर्न सक्छौं। तर सद्गुणी सामरी जस्तो मन भएका हामीले के गर्थ्यौं त? सँगै खेल्न चाहन्छौ भनेर पहिले कुरा गर्न जान्थ्यौं, वा हामीसँग डोरी तान खेलौं भनेर हात बढाउँथ्यौं। त्यसो गर्दा त्यो साथी कति खुसी र रमाइलो महसुस गर्ला। यो कथा केवल समस्यामा परेका मानिसलाई मद्दत गर्ने कुरा मात्र होइन, यसले हामीले दैनिक जीवनमा साथीहरूसँग कस्तो मन लिएर व्यवहार गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। बाइबलको नीतिवचन अध्याय 3 पद 27 मा यस्तो भनिएको छ, तिम्रो हातमा मद्दत गर्ने शक्ति छ भने पाउने योग्यलाई दिन कन्जुसाइ नगर। हामीसँग मद्दत गर्ने शक्ति छ भने कन्जुसाइ नगरी खुसी साथ मद्दत गर भन्ने कुरा हो। लडेका साथीलाई ठिक छौ भनेर सोध्ने सानो चासो, रबर चापटी दिने सामान्य दयालुता, दुखी साथीलाई सान्त्वना दिने न्यानो शब्द, यी सबै कुरा असल सामरीको मनबाटै सुरु हुन्छन्। हामी विद्यालयमा साथीहरूसँग बस्दा कहिलेकाहीँ प्रतिस्पर्धा गर्छौं, कहिलेकाहीँ झगडा गर्छौं अनि कहिलेकाहीँ गलत बुझाइ पनि हुन्छ। तर त्यस्तो बेला हरेक पटक आज सुनेको असल सामरीको दृष्टान्त सम्झनु। मेरो सम्बन्ध खासै राम्रो नभएको साथी भए पनि, मलाई कुनै फाइदा नहुने जस्तो लाग्ने साथी भए पनि, यहाँसम्म कि मलाई दुःख दिएको साथी भए पनि, त्यो साथीलाई सहयोग चाहिएको बेला हामीले खुसी साथ हात बढाउनु नै येशूले हामीसँग चाहनु भएको व्यवहार हो। कलसी 3:12 पनि यस्तै कुरा लेखिएको छ, त्यसैले तिनीहरू परमेश्वरले छान्नु भएको पवित्र र प्रेम पाएका मानिसहरू भएकाले दया, करुणा, नम्रता, कोमलता र धैर्यताको वस्त्र लगाऊ। हामी परमेश्वरका प्रिय सन्तान भएकाले दयालु र करुणामय मनले साथीहरूलाई व्यवहार गर्नुपर्छ भन्ने कुरा हो यो। कसैलाई सहयोग गर्दा कुनै प्रतिफलको आशा नगरी साँचो मनले सहयोग गर्नु साँच्चै महत्त्वपूर्ण छ। मैले सहयोग गरे भने पछि म पनि सहयोग पाउँछु होला भन्ने सोच, यस्तो हिसाब किताब गर्ने सोच होइन, बरु दया गर्ने मन, सहयोग गर्न चाहने निष्कलङ्क मनले हो। सद्गुणी सामरीको दृष्टान्तले हामीलाई छिमेकीलाई माया गर्ने तरिका सिकाउँछ। यहाँ छिमेकी भन्नाले अनिवार्य रूपमा हाम्रो घर छेउमा बस्ने मानिस मात्र होइन, हाम्रो कक्षाका साथीहरू, हाम्रो विद्यालयका साथीहरू, यहाँसम्म कि बाटोमा भेटिने सबै मानिसहरू पनि हाम्रा छिमेकी हुन सक्छन्। एकअर्काका लागि असल छिमेकी हुनु भनेको एकअर्कामा चासो राख्नु, एकअर्कालाई सम्मान गर्नु र एकअर्कालाई सहयोग गर्नु हो। हामी सबैले आजको यो कथाबाट सानो सद्गुणी सामरी बन्ने प्रयास गर्यौं न त। विद्यालयमा साथीहरूलाई भेट्दा कोही कठिनाइमा छ कि छैन भनेर वरिपरि एकपटक हेर। गृह कार्य गर्न गाह्रो मान्ने साथी, खाना खाने समयमा एक्लै बस्ने साथी, गल्ती गरेर दुखी भएको साथी, यस्ता साथीहरू देखेपछि हिचकिचाउनु होइन, नजिक जाऊ र सानो सहयोगको हात बढाऊ। सुरुमा अलि असजिलो वा लाज लाग्न सक्छ, तर त्यो सानो व्यवहार साथीका लागि साँच्चै ठुलो सहारा बन्न सक्छ है। र यसरी सहयोग गर्दा हाम्रो मनमा पनि न्यानो र खुसीको भावना भरिनेछ। एकचोटि सोच त, यदि सबै साथीहरूले सद्गुणी सामरी जस्तै एकअर्कालाई सहयोग र माया गरे भने हाम्रो विद्यालय कति रमाइलो ठाउँ बन्ने थियो होला। एकअर्कासँग झगडा नगर्ने, घृणा नगर्ने, बरु हौसला दिने र सहयोग गर्ने त्यस्तो विद्यालय कल्पना गर्दा मात्रै पनि कति रमाइलो र उत्साहित लाग्दैन र? हामीले त्यस्तो संसार बनाउन सक्छौं। यो सानो व्यवहारबाटै सुरु हुन्छ। एकजनाले सुरु गरेपछि 2 जना, 3 जना हुँदै क्रमशः धेरै साथीहरूले सद्गुणी सामरी जस्तै व्यवहार गर्न थाल्नेछन्। जसरी सानो बिउ बढेर ठुलो रुख बन्छ र ती रुखहरू मिलेर सुन्दर जङ्गल बनाउँछन्, ठिक त्यसै गरी हो। त्यसैले साथीहरू, आजदेखि नै हामी वरपरका साथीहरूलाई अझ धेरै माया र चासो देखाउँ। कोहीलाई सहयोग चाहिएको छ कि भनेर ध्यान दिएर हेरौँ, पहिल्यै पुगेर न्यानो शब्द सुनौँ र सानो सहयोग भए पनि खुसी साथ गरौँ।
यसरी गर्दा हामी सबैले येशूले सिकाउनु भएको प्रेमलाई व्यवहारमा उतार्ने अद्भुत असल सामरी बन्न सक्छौं। हामी सबै मिलेर असल सामरीको मन लिएर संसारलाई अझ सुन्दर बनाऊ। अब त आज सिकेको असल सामरीको मन लिएर सँगै प्रार्थना गर्ने समय राखौं त। दुवै हात जोडौं, आँखा चिम्लौं र परमेश्वरलाई हाम्रो मनको कुरा सुनाऊ। प्रेमले भरिपूर्ण परमेश्वर पिता, आज येशूले सुनाउनु भएको असल सामरीको दृष्टान्तबाट हामीलाई अमूल्य शिक्षा दिनुभएकोमा धन्यवाद। हामीले विद्यालय जीवनमा, घरमा र जहाँसुकै भेटिने सबैलाई प्रेम र सम्मान गर्दै बाँच्न सकौं भनेर हामीलाई सहायता गरिदिनुहोस्। हामीले वरपर सहयोग चाहिने साथीहरू वा छिमेकीहरू देख्दा हिचकिचाउन नपरोस्। खुसी साथ नजिक पुगेर प्रेम र दयालुता देखाउन सक्ने साहस र बुद्धि दिनुहोस्। कहिलेकाहीँ हाम्रो मनमा स्वार्थीपन वा अल्छीपन आउन सक्छ, तर असल सामरी जस्तै दया र करुणा देखाउन सक्ने गरी हाम्रो मन परिवर्तन गरिदिनुहोस्। हाम्रो सानो सहयोगले कसैको लागि ठूलो सान्त्वना र खुसी दिन सक्छ भन्ने कुरा हामीलाई सम्झाइदिनुहोस् र हामी सबैलाई येशूको प्रेम जस्तै बन्ने सुन्दर बच्चाहरूको रूपमा बढ्न मार्गदर्शन गरिदिनुहोस्। हामी हाम्रो सम्पूर्ण जीवनमा परमेश्वरको प्रेम व्यवहारमा उतार्दै बाँच्न चाहन्छौं र यी सबै कुरा जीवित येशूको नाममा प्रार्थना गर्छौं। आमीन।